यो न्यू ब्लगको साथमा सबैजनालाई स्वागत छ है। यो चाहिँ मेरो न्यू भिडियो है। धेरै पछि आज छोटो ब्लग बनाउँदै गरेको साथीहरू सबैजनाले लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला है साथीहरू। हामी चाहिँ बुइनीसँग यहाँ माथि छ, बुइनी चाहिँ माथि छ। हामी चाहिँ दाउरा काट्न आएको कि साथीहरू। मार्गीले दाउरा काट्न आएको। खुर्बा चाहिँ हेरौँ न, सब फुक्ली गएर के चाहिँ म चाहिँ भारी लाउनु बाँकी छ। मेरो ढोको बुइनीले चाहिँ दाउरा छ, दाउरा अलिकति छ अनि माथि माथि। अब चाहिँ म भारी लाउनु पर्ने हुन्छ है साथीहरू। एकछिन भेटौँला साथीहरू। म चाहिँ साथीहरू भारी लाउँदैछु है। डोको पनि देखाइ यहाँबाट आएर बुइनीलाई चाहिँ भिडियो बनाउनु लगेको छु। मार्गीले बोल्नु नि हुँदैन। धेरै दिन पछिको भ्लग है साथीहरू। कस्तो देख्दैछ? राम्रो देखिरहेछ। अब चाहिँ हामी घर गएर साथीहरू चटपटेको खाजा खानु। भारी चाहिँ लगाइसकेको छौँ है साथीहरू। फाइनली यावा चाहिँ के भनिरहेछ आउने सुन। खोकी आएर अब घर जानुपर्ने हुन्छ। आज चाहिँ भारी डेन्जर भयो जस्तो छ क्या पुरै। छि थोरै पो देख्दो रहेछ त यस्तोमा त देखिहाल्छ। तर धेरै सानो फेरि हाम्रो म यतादेखि चाहिँ मजाले देखाइदिन्छु कति देखेको भनेर। मेरो सबभन्दा ठुलो देखिरहेछ। यहाँ भएर टल्किरहेको छ। दिन्छौँ। अब हामी चाहिँ घर जानुपर्ने हुन्छ। उयो यावा हो क्या, यावा। आज चाहिँ यसको कलेज छुट्टी छ। आज के कहिले कहिले पो छ? आज के को छुट्टी अरे? भोलि चाहिँ के को? अब चाहिँ हामी जानुपर्ने हुन्छ घर साथीहरू। एकैछिनमा भेटौँला है साथीहरू। गरौँ भयो। अब चाहिँ हामी घर जाँदै गरेको साथीहरू है। मेरो चाहिँ भारी यस्तो छ। अब यावा चाहिँ मान्छे भने छ्या बोली पनि के मान्छे भन्दा डोको ठुलो छ यताको मिसको चाहिँ। गर्दा बोल्नु नि खोकीले के आइया। हामीले चाहिँ दाउरा चाहिँ तल खोल्सीमा काटेको साथीहरू। या अगाडि कि पछाडि पछाडि है साथीहरू। यो चाहिँ घाम लागिरहेछ। मलाई चाहिँ खोकी आएर टोपी लगाएको साथीहरू। गर्मी लाग्नु थाल्यो। हामी चाहिँ घर आइपुगिसक्यौँ। हामीले लिएको दाउरा चाहिँ यही हो साथीहरू। गएको छ कस्तो फिल भयो। आजको मौसम कस्तो राम्रो छ। सुन्दरी हाम्रो चाहिँ सुन्दे मजाले त्यहाँ राख्नु नगर्न त्यसरी। सुन्देको छोरा लाउरे पम्प त ठुलो छैन नि। अहिले फुलिरहेछ है मेरो हाम्रोमा चाहिँ फुल। मेरो फुलहरू है साथीहरू कस्तो दामी फुलिरहेछ।
गुलाबको फुल हे गुलाबको फुल तको चाहिँ फुलेको छैन के मागेको सुन्दै चाहिँ के खाने पुरै के मागे आजको मेरो भ्लग चाहिँ यति नै साथीहरू दाउरा काट्यौँ अनि घर आयौँ अनि खाजासाजा खाएर अहिले चाहिँ घरमा बसिरहेको है अनि आजको भ्लग चाहिँ यति नै साथीहरू भोलिको भ्लगमा भेट्ने बाचा गर्दै आजको लागि चाहिँ बाई बाई साथीहरू